रोएको छु दाइ, लेख्दा लेख्दै पनि रोएको छु, वाचन गर्दा गर्दै पनि रोएको छु। आजकल निन्द्रा लाग्दैन बा घर सम्झेर, हजुरले म प्रति राखेको भर सम्झेर। दुश्मनलाई हँसाउन मन त पटक्कै थिएन, आँसु थाम्नै सक्दैन विगतका सफर सम्झेर। कसैको राम्रो हुन्छ, कसैको नराम्रो भन्ने नै हुँदैन दाइ। सबैको आफआफ्नो ठाउँमा आफआफ्नो सिर्जना उत्तिकै महत्त्व हुन्छ। तपाईँको वाचन शैली चाहिँ राम्रो छ है भन्नुहुन्छ धेरैजना व्यक्तित्वहरूले। हजुर, मेरो सानैदेखिको एउटा इच्छा चाहिँ थियो होइन, सरकारी जागिर खाने। त्यो चाहिँ मेरो सानैदेखिको सपना थियो। थाहा छैन पुरा हुन्छ कि हुँदैन, त्यो मलाई थाहा छैन, तर कोसिस चाहिँ गरिराखेको छु। एउटा बाबा आमाले जति पनि दुःख गरेर यहाँसम्म पुर्याउनु भएको छ, आफ्नो पसिना बगाएर यहाँसम्म पुर्याउनु भएको छ, उहाँको इच्छा चाहिँ हुँदैन कि यति छोराछोरीलाई यतिसम्म पढाएर चाहिँ विदेश सिर्नुपर्छ। सम्पूर्णलाई नमस्कार, म त्रिलोचन सुवेदी आज पनि उपस्थित भइसकेको छु। आज हामी यस्तो व्यक्तिसित कुरा गर्दैछौँ जो चाहिँ साहित्यिक स्रष्टा हुनुहुन्छ। उहाँले धेरै गजलहरू आफैले लेख्नु भएको छ, आफैले वाचन पनि गरिसक्नु भएको छ, धेरै कविताहरू पनि लेख्नु भएको छ, धेरै मुक्तकहरू पनि लेखेर धेरै ठाउँमा उहाँले वाचन गरिराख्नु भएको छ। यस्ता व्यक्तिसित हामी कुरा गर्नेछौँ। उहाँ हुनुहुन्छ कमला बोहराजी। हजुरलाई कार्यक्रममा स्वागत छ। हजुर, धन्यवाद। हजुर गजल मुक्तकहरू लेख्नुहुन्छ। हजुर, एउटा आज हामी कार्यक्रमको सुरुमै हजुरको एउटा गजलबाट हामी कार्यक्रम सुरु गर्नेछौँ। एउटा हस् हुन्छ, म सुरु गर्छु है त। आजकल निन्द्रा लाग्दैन बा घर सम्झेर, हजुरले म प्रति राखेको भर सम्झेर। आजकल निन्द्रा लाग्दैन बा घर सम्झेर, हजुरले म प्रति राखेको भर सम्झेर। दुश्मनलाई हँसाउन मन त पटक्कै थिएन, दुश्मनलाई हँसाउन मन त पटक्कै थिएन, दुश्मनलाई हँसाउन मन त पटक्कै थिएन, आँसु थाम्नै सक्दैन विगतका सफर सम्झेर। हजुरले म प्रति राखेको भर सम्झेर। आजकल निन्द्रा लाग्दैन बा घर सम्झेर। नदीलाई पनि त मन छ होला कहानी सुनाउन, नदीलाई पनि त मन छ होला कहानी सुनाउन, नदीलाई पनि त मन छ होला कहानी सुनाउन, तर के गर्नु रोकिन मिल्दैन यहाँ बगर सम्झेर। हजुरले म प्रति राखेको भर सम्झेर। आजकल निन्द्रा लाग्दैन बा घर सम्झेर। बटुवाको जस्तै गरी भौतारी रहन्छ यो मन, बटुवाको जस्तै गरी भौतारी रहन्छ यो मन, बटुवाको जस्तै गरी भौतारी रहन्छ यो मन, फेरि आफै भुलिन्छ केही रहर सम्झेर। हजुरले म प्रति राखेको भर सम्झेर। आजकल निन्द्रा लाग्दैन बा घर सम्झेर। गजलको अन्तिम शेर। अमृत पिलाउँछु भनेर यात्रा तय गरेकी हुँ, अमृत पिलाउँछु भनेर यात्रा तय गरेकी हुँ, अमृत पिलाउँछु भनेर यात्रा तय गरेकी हुँ, कहीँ कतै रोकिन नपरोस् जहर सम्झेर। हजुरले म प्रति राखेको भर सम्झेर। आजकल निन्द्रा लाग्दैन बा घर सम्झेर। हस्, धन्यवाद। एकदम राम्रो लेख्नु भएको रहेछ। हजुरले यो विशेष बाको लागि लेख्नु भएको रहेछ है? हजुर, आफ्नो पिताजीको लागि लेख्नु भएको रहेछ। हजुर, बाबाको महिमा बोकेर। धेरैजनाले आमाको महिमाको हामीले सुनेका थियौँ होइन, तर थोरैजनाले मात्रै बाको लागि यस्तो कविताहरू लेख्नुहुन्छ। आमाको लागि धेरैजनाले लेख्नुभयो, बाको लागि हामीले प्राय सुन्दैनौँ। आज हामीले सुन्ने अवसर प्राप्त गऱ्यौँ। हजुर। र यो साहित्य यात्राको जुन साहित्यिक यात्रा छ तपाईँको, कसरी सुरुवात गर्नुभयो तपाईँले? साहित्यको यात्रा भन्दै गर्दाखेरि म चाहिँ खास सुन्दर सुदूरपश्चिम होइन, पहाडी जिल्ला, त्यही पनि बझाङ जस्तो एउटा सुन्दर अनि त्यही माथि विकट पनि भनौँ होइन, त्यही जिल्लाबाट त्यहीँको आफ्नै जन्मभूमिका पाखा पखेराहरूले जुन मलाई अहिले यो स्थानसम्म पुर्यायो होइन, त्यहाँको प्रकृति, त्यहाँको हावापानी, त्यहाँको सम्पूर्ण जनजीवन, त्यहाँका आफन्त, त्यहाँका इष्टमित्रहरू, त्यहाँका गुरुजन सम्पूर्णको प्रेरणाबाट मैले अहिले यो स्थानसम्म पाइला टेक्न सफल भएको छु। त खास गरी साहित्यिक यात्रा भन्नुपर्दाखेरि चाहिँ म कक्षा 10 सम्म चाहिँ नजिकै गाउँकै स्कुलमा पढेको थिएँ।
जसको नाम चाहिँ रहेको छ शारदा मावि सैनोली। त्यहाँको अहिले प्रधानाध्यापक हुनुहुन्छ आदरणीय गुरु जनकबहादुर सिंहजी हुनुहुन्छ। एकदमै हाम्रो त्यो विद्यालयलाई बझाङभरिकै नमुना विद्यालय भनेर चिनिने गर्थ्यो केही समय अगाडि। त त्यहाँ मैले अध्ययन गर्दै गर्दाखेरि थुप्रैजना गुरुहरूबाट धेरै ज्ञानहरू सिक्ने अवसर पाएँ र जुन अवसरले गर्दाखेरि म आज यहाँसम्म पनि पाइला टेक्न सम्भव भए। र त्यहाँ विद्यालयमा चाहिँ शुक्रबार चाहिँ अतिरिक्त कार्यक्रमहरू भइराख्ने गर्थे र जसमा चाहिँ म सहभागी हुने गर्थेँ। यस्तै साहित्यिक मञ्च, वाद विवाद प्रतियोगिता, वक्तित्व प्रतियोगिता, हाजिरी जवाब प्रतियोगिता जस्ता लगायत अन्य थुप्रै कार्यक्रमहरू भइराख्थे। हाम्रो सदनात्मक कार्यक्रमहरू हुन्थ्यो र जसमा चाहिँ मैले पनि सुरुमा चाहिँ कक्षा 7मा पढ्दाखेरि चाहिँ सुरुमा कविता लेखेको थिएँ, तर त्यति बेला चाहिँ थाहा थिएन साहित्य के हो, सङ्गीत के हो, केही पनि थाहा थिएन। तर उत्तिकै मैले सहभागी चाहिँ जनाएको थिएँ, सहभागिता जनाएको थिएँ र जसमा चाहिँ म लेडिज पक्षबाट चाहिँ प्रथम भएको थिएँ। तिहार शीर्षकमा कविता थियो साहित्यिक मञ्च। हजुर वाचन गर्दा गजलहरू वाचन गर्दा प्रथम स्थान हासिल गर्नु। हजुर सुरुमै मैले प्रथम स्थान। अगाडि कहीँ वाचन गर्नुभएको थियो? त्योभन्दा अगाडि चाहिँ गरेको थिएन, तर घरमा चाहिँ अरू को गजलहरू मुक्तकहरू सुन्दाखेरि चाहिँ म पनि रचना गरौँ नि भन्ने चाहिँ हुन्थ्यो। तर कहिले पनि सहभागी भएको थिएन। त्योभन्दा अगाडि चाहिँ साहित्यिक प्रोग्रामहरूमा चाहिँ त्यति सहभागी भएको थिएन र सुरुमै मेरो कविताबाट चाहिँ सुरु भएको थियो। तर अहिले चाहिँ त्यति कविता चाहिँ लेखेको छैन मैले, विशेष गरी मुक्तक अनि गजलहरू चाहिँ सिर्जना गरेको छु। कविता चाहिँ एउटा दुईवटा मात्रै लेखेको छु। यसरी नै सुरु भयो भनौँ। तपाईँले धेरै जस्तो चाहिँ अहिले गजलहरू मुक्तकहरू लेख्नुहुन्छ? हजुर। कविता र यो गजल मुक्तकतर्फ आकर्षित चाहिँ कसरी हुनुभयो तपाईँ? मुख्य आकर्षण कसरी भयो तपाईँलाई? मुख्य आकर्षण भन्नुपर्दा दाइ सानै छँदा होइन, सानैदेखिको कहानी हो। साहित्यतिरको सङ्गीततिरको अलिअलि त सानै छँदाखेरि हामीहरू रेडियो सुन्ने गर्थ्यौँ। त्यति बेला चाहिँ यत्रो मोबाइलहरू थिएन होइन, दिएको थिएन मोबाइलहरू। त्यही भएर हामी रेडियो सुन्थ्यौँ। रेडियोमा थुप्रै साहित्यिक प्रोग्रामहरू आइराख्ने गर्थे र सुन्ने गर्थ्यौँ। त विशेष गरी यो मुक्तक क्षेत्रतिर अनि गजल क्षेत्रतिर भन्नुपर्दा चाहिँ महावीर विश्वकर्मा आदरणीय दाइ अहिले चाहिँ उहाँ स्वर्गीय भइहाल्नुभयो र उहाँको देन मुक्तकप्रतिको उहाँको देन त अझमभरि रहि नै रहनेछ। उहाँलाई धेरै धेरै सम्झना र हार्दिक आभार व्यक्त गर्न चाहन्छु। र उहाँकै कार्यक्रम राति सधैँ आउने गर्थ्यो 9 बजेदेखि 10 बजेसम्म शुक्रबार। त उहाँकै कार्यक्रम बहकिनी मनबाट चाहिँ म मुक्तक क्षेत्रतिर चाहिँ आकर्षित भएको हो। सुन्नुहुन्थ्यो तपाईँले रेडियोमा? त्यतिखेर एकदमै सुनिन्थ्यो दाइ। त्यो बझाङ जस्तो ठाउँ अहिले त कस्तो भयो, धेरै हामीले सुन्ने विकट ठाउँ छ बझाङ भन्ने। हजुर। त्यतिखेरको समय पनि रेडियोहरूले तपाईँ सुन्न पाउनुहुन्थ्यो। हजुर। अहिले चाहिँ कस्तो भएको छ त्यो बझाङ? अहिले चाहिँ पहिलाको भन्दा धेरै, हजुर पहिलाको भन्दा धेरै नै फरक छ। तर त्यति धेरै जति हुनुपर्ने थियो त्यति त छैन, तर बिस्तारै हुँदैछ भनौँ। हरेक चिजहरूमा प्रगति हुँदैछ, सुधार आउँदैछ। त रेडियो त अहिले पनि सुन्नुहुन्छ, तर पहिलाको जस्तो छैन दाइ। अहिले त रेडियो भेटिँदैन। अहिले त सिधै मोबाइलमा हातमा मोबाइल पुगिसक्यो। त्यही भएर चाहिँ रेडियो चाहिँ अलिकति लोप भएको हो कि, तर अग्रज भनौँ अर्थात् हाम्रो आमा बुवाहरू त सुन्नुहुन्छ अलिअलि होइन, तर जुन हाम्रो जेनेरेसन छ अहिलेको जेनेरेसन अब त हराउँदै जाँदैछ। हजुर, हराउँदै एकदमै हराउँदै गइरहेको छ अहिले पनि। अब 1-2 वर्ष पछाडि त रेडियो भन्ने कतिजना छ त के हो बच्चालाई सोध्यो भने थाहा छैन होइन। अब तपाईँहरूले त्यही रेडियो सुनेरै अहिले तपाईँ मुक्तक लेख्ने हुनुभयो, मुक्तक वाचन गर्ने हुनुभयो, गजलकार भइसक्नुभयो। हजुर। र यो गजल लेख्दाखेरि कुन विषयले चाहिँ धेरै प्रेरणा मिल्छ तपाईँलाई?
तपाईँ गजल लेख्दै गर्दाखेरि मुक्तक लेख्दै गर्दाखेरि हजुर के कुराले चाहिँ धेरै प्रेरणा मिल्छ तपाईँलाई? अब यस्तो हुँदै धेरै प्रेरणा भन्दा पनि होइन, जुन यो साहित्यिक क्षेत्र छ, साहित्य भन्ने बित्तिकै एउटै क्षेत्रमा एउटै विधामा मात्रै लेखिँदैन होइन, यसका थुप्रै रसहरू छन्, रागहरू छन् होइन। जसरी सङ्गीतका विभिन्न रस राग हुन्छन्, त्यसै गरी साहित्यको पनि विभिन्न रस रागहरू छन् र यसलाई अझ धेरै होइन, अझ धेरै अध्ययन गर्नको लागि, गहिरेर अध्ययन गर्नको लागि धेरै पढ्नुपर्ने हुन्छ र म त्यति गहिराइसम्म पनि अहिले पुगेको छैन, भर्खर सुरु गर्दैछु। अब मेन कुरा केमा प्रेरणा मिल्छ भन्दाखेरि जो साहित्यमा अहिले सिर्जना कस्तो छ त्यो मलाई थाहा छैन होइन दाइ। अनि सिर्जना कसैको राम्रो हुन्छ, कसैको नराम्रो भन्ने नै हुँदैन दाइ। सबैको आफआफ्नो ठाउँमा आफआफ्नो सिर्जना उत्तिकै महत्त्व हुन्छ, सिर्जनाको उत्तिकै महत्त्व हुन्छ। तर प्रेरणा अहिले चाहिँ जो पछिल्लो समयमा मैले वाचनबाटै चाहिँ बढी प्रेरणा पाएको छु, बढी प्रतिक्रिया, जुन तपाईँको वाचन शैली चाहिँ राम्रो छ है भन्नुहुन्छ धेरैजना व्यक्तित्वहरूले। हजुर, यही नै हो। तपाईँले अब कहिलेकाहीँ गजल वाचन गर्दै गर्दा होइन, मुक्तक वाचन गर्दै गर्दा हजुर कहिले रुनु भएको छ कि छैन? रोएको छु नि दाइ, रोएको छु एकदमै। साहित्य भन्ने बित्तिकै दाइ कतिपय कुराहरू वास्तविक पनि हुन्छन् होइन, सबै कुराहरू काल्पनिक हुँदैन। साहित्य सङ्गीत भन्ने बित्तिकै कतिपयको जीवनमा ठ्याक्कै मेल खाएको हुन्छ के दाइ, त्यही भएर रोएको छु दाइ। म लेख्ने बित्तिकै लेख्दा पनि म रोएको छु दाइ, लेख्दै पनि रोएको छु, वाचन गर्दै पनि रोएको छु। त्यस्तो हुन्छ साहित्यमा। हजुर। र यो गजल मुक्तक लेख्दाखेरि के चाहिँ आवश्यकता पर्छ? आवश्यकता भन्नुपर्दा चाहिँ दाइ, अब म गजल लेख्छु नै भनेर लेखिने कुरा पनि होइन, सबैभन्दा भित्री मनबाट आउनु पर्यो। अथवा विशेष गरी सबैजनाले साहित्य सिर्जना गर्न सक्छन् भन्ने पनि हुँदैन होइन। कतिपयको जीवनमा जति पनि ठक्कर खाएर आएको हुन्छन्, धेरै जसो उदाहरणहरू मैले त्यसरी देखेको छु के दाइ। साहित्य सिर्जना जति पनि व्यक्तित्वहरू, साहित्यिक स्रष्टाहरू हुनुहुन्छ, उहाँले चाहिँ आफ्नो जिन्दगीमा केही न केही ठक्कर खाएर चाहिँ सिर्जना गरेको देखेको छु के दाइ। त्यही भएर गजल लेख्नलाई यही चाहिन्छ पनि भन्दैन होइन, त्यसको आफ्नै नियम छ, मुक्तकको आफ्नै नियम छ, त्यो आफ्नो ठाउँमा छ है। अब गजल मुक्तक लेख्नलाई यही नै चाहिन्छ चाहिँ म भन्दैन होइन, तर त्यसको नियममा बाँधिएर चाहिँ लेख्ने हो। लेख्नलाई चाहिँ अब कस्तो लेख्ने, कसरी लेख्ने, कुन भावमा लेख्ने, कुन विषयवस्तु समेटेर लेख्ने, कस्ता कुराहरू त्यसभित्र समेट्ने भन्ने कुरा चाहिँ आफूमा भर पर्छ, साहित्यिक स्रष्टा स्वयंमा भर पर्छ। तपाईँले भन्नुभयो केही ठक्कर खाएर यस्तो साहित्यहरू लेख्न, तपाईँले केही ठक्कर खाएर खानुभएको छ कि? ल यो साहित्यकार बन्नुभयो कि गजलकार बन्नुभयो कि केही ठक्करहरू खाएर? आफै ठक्कर त कति खायो दाइ, तर सबै कुरा अहिलेलाई भन्न मिल्दैन, बिस्तारै भनौँला है। जिन्दगीको आफ्नै कहानी छ, आफ्नै कथा छ। हुन त ठक्कर नखाएको कुनै पनि मान्छे हुँदैन, सबैको आफआफ्नो कहानी हुन्छ। तर कसैको जुन यो भगवानले भनौँ अर्थात् भाग्यले भनौँ, जसलाई ठक्कर दिन्छ, कसैलाई थोरै कसैलाई धेरै, त्यो मात्रै फरक हो। तर सबैको आफआफ्नो कथा हुन्छ, आफआफ्नो ठाउँमा सबैको उत्तिकै पीडा हुन्छ। त्यो चाहिँ यही नै हो दाइ। साहित्यले चाहिँ यो अब परिवर्तन होइन, समाजमा साहित्यले चाहिँ कस्तो परिवर्तन गर्छ समाजमा? समाजमा म चाहिँ यस्तो भन्छु दाइ, बुझेको मान्छेले चाहिँ सकारात्मक परिवर्तन ल्याउँछ समाजमा। जसले साहित्य बुझेको छैन उत्तिकै, अब कतिपय कुराहरू त गजल मुक्तक भन्ने बित्तिकै कतिपय कुराहरू शृङ्गारिक पनि हुन्छन् होइन। गजल मुक्तकहरू शृङ्गारिक, सबै वास्तविक नहुन सक्छ, सबै सत्य तथ्य घटनामा आधारित भएर नलेखिएको पनि हुनसक्छ होइन। त्यही भएर कतिपय व्यक्तित्वहरूले जुन यो शृङ्गारिक मुक्तक गजलहरू छन्, जतिपय शृङ्गारिक सिर्जनाहरू छन्, तिनीहरूलाई
अब नबुझ्ने मान्छेले चाहिँ अलिकति नेगेटिभ तरिकाले लिएको चाहिँ म देख्छु। जस्तो कि मैले अहिले एउटा मुक्तक भने होइन, कुनै मुक्तक शृङ्गारिक मुक्तक भने, अब कोहीले के सम्झिनुहुन्छ कि यस्तो भएर पो यस्तो भनेको होला भन्ने चाहिँ हुन्छ के, त्यो धारणा चाहिँ अलिकति नेगेटिभ जस्तो लाग्छ दाइ मलाई। त कतिपय कुराहरू, धेरै कुराहरू सकारात्मक पनि छ, कतिपय सिर्जनाहरू पढ्दाखेरि नै एकदमै मनै लोभिने खालको, मनै खुसी हुने खालको, मनै परिवर्तन हुने खालको, आफ्नो जिन्दगीलाई के परिवर्तन गरौँ है भन्ने भावना हुने खालको त्यस्तो सिर्जना पनि हुन्छ। त्यही भएर भन्छु सकारात्मक र नकारात्मक परिवर्तन दुवै छ दाइ। अरे यो अब साहित्य लेख्दाखेरि, अब भनौँ गजल लेख्दाखेरि, हजुर, मुक्तक लेख्दाखेरि, हजुर, त्यहाँ कि शब्द राम्रो, शब्द चयन राम्रो हुनु पर्यो कि स्वर राम्रो हुनु पर्यो? दुवै हुनुपर्छ दाइ, शब्द पनि उत्तिकै हुनुपर्छ। जति मिठो शब्द लेख्यो त्यति मिठो स्वर पनि आउने हो दाइ। जति मिठो शब्द लेखेको छ त्यति मिठो वाचन गर्न पनि मजा आउँछ दाइ। यही नै। त्यसो भए दुइटै चाहियो? दुइटै चाहियो, स्वर पनि चाहियो र शब्द पनि चाहियो। र तपाईँले अब कुरा गर्दै गर्दाखेरि हामी गजलको मात्रै कुरा गरिरहेको थियौँ होइन? हजुर। तपाईँले अब यो राजनीति कस्तो लाग्छ अहिलेको? राजनीतिको विषयमा के बुझ्नु भएको छ? राजनीतिको बारेमा त्यति धेरै त बुझेको छैन र त्यतातिर म रुचि पनि छैन दाइ अहिलेलाई भनौँ होइन। अब भनौँ अहिले त अब नयाँ सरकार होइन, बालिन्दाको सरकार चाहिँ अब कस्तो लाग्दैछ तपाईँलाई? यो त जेनजी हुनुहुन्छ तपाईँ पनि पक्कै पनि होइन? अब जेन दिदीले ल्याएको सरकार हो। हजुर। कस्तो राम्रो छ लाग्दैछ कि तपाईँलाई? कस्तो छ? के गर्नुपर्छ कि? तपाईँहरूको त झन् अब बजाङ भनेको त हामीले देख्दाखेरि होइन, मान्छेहरूले पनि भन्छन् बजाङ भनेको विकट ठाउँ हो होइन, सुदूरपश्चिम यस्तो धेरै विकट ठाउँ छन्। हजुर। त्यहाँ चाहिँ अब कस्तो के छ त? यो राजनीतिक अवस्था भन्नुपर्दा चाहिँ म त्यति धेरै त बोल्न आउँदैन होइन राजनीतिको बारेमा। तर म चाहिँ के भन्छु कि दाइ, जस्तो सुकै सरकार आओस् होइन, या बालेनको सरकार आओस् या केपीको सरकार आओस् या देउबाको सरकार आओस्, जसको सरकार आए पनि देश बन्नुपर्छ चाहिँ म भन्छु दाइ। हाम्रो जस्तो विकट ठाउँ चाहिँ बन्नुपर्छ अलिकति भए पनि। होला अमेरिका, चाइना त्यस्तो देशहरू बनाउन नसकिएला, आफ्नो ठाउँमा छ। जुन अहिले मान्छेहरू हिडडुल गर्नलाई पनि अहिले कति समस्या छ होइन? हाम्रो गाउँदेखि त झन् हाम्रो बस चढ्न त कति समय हिँड्नुपर्छ, 3-4 घन्टा हिँड्नुपर्छ, बस चढ्नलाई त्यत्रो हिँड्नुपर्छ दाइ। त्यही भएर म चाहिँ भन्छु कि अलिकति भए पनि विकास होस्। जसको सुकै सरकार आओस् के दाइ, जसको सरकार आओस्, जस्तो सुकै सरकार आओस्, बालेनको आए पनि, रविको आए पनि, जसको आए पनि, म चाहिँ विकास हुनुपर्छ चाहिँ भन्छु। जस्तो सरकार आए पनि विकास हुनुपर्छ, शिक्षा, स्वास्थ्य, रोजगार हुनुपर्छ दाइ, र बाटो राम्रो हुनुपर्छ हैन, आफ्नो घरसम्म पुग्ने बाटो राम्रो हुनुपर्छ। अहिले हेर्नु न कति युवाहरू उत्तिकै त विदेशिनु भएको छ, आफ्नो देशमा रोजगारी नभएर भनौँ, अर्थात् उचित किसिमको जुन पारिश्रमिक नपाएर चाहिँ कति युवाहरू विदेशिनु परेको छ। र विदेशिनु मात्रै होइन, कति युवाहरूले चाहिँ आफ्नै ज्यान गुमाउनु परेको छ। यो चाहिँ विडम्बना हो दाइ। त्यही भएर म भन्छु यो कुरामा चाहिँ विशेष ध्यान जाओस् सरकारको। राजनीतिको बारेमा चाहिँ यही नै भन्छु दाइ। अब नेपाली तपाईँको चाहना भनेको नेपाली युवाहरू युवतीहरू विदेश नजाउँ, नेपालमै रोजगार हुनु पर्यो, आफ्नै देशमा के गर्नु पर्यो दाइ। र अब तपाईँको योजना के छ? मेरो योजना त के भनौँ दाइ, अवश्य यस्तो हो। योजना चाहिँ मैले अहिले तत्कालै विदेश जाने प्लान चाहिँ गरेको छैन। हजुर। केही धेरै थोरै जति सक्दो, जति सके पनि के आफ्नै देशमा के गर्ने सोचेको छु। तर ठ्याक्कै यही गर्छु चाहिँ म भन्दैन। अब कतिपय कुराहरू मेहनतले होइन, ठ्याक्कै यही सपना सोचेर पनि ती सपनाहरू पुरा नहुन सक्छन्, हुँदैनन् पनि। त ठ्याक्कै यही चाहिँ गर्छु म भन्दैन। त्यही भएर अहिलेलाई चाहिँ मैले विदेशको सपना चाहिँ सोचेको छैन। नेपालमा विदेश जाने सपना सोच्नु भएको छैन। अब नेपालमा बसेर के गर्ने सपना छ तपाईँको? नेपालमा बसेर के गर्ने भनौँ दाइ, मेरो सानैदेखिको एउटा इच्छा चाहिँ थियो होइन, सरकारी जागिर खाने। त्यो चाहिँ मेरो सानैदेखिको सपना थियो। थाहा छैन पुरा हुन्छ कि हुँदैन, त्यो मलाई थाहा छैन, तर कोसिस चाहिँ गरिराखेको छु। हाम्रो कामना पनि छ तपाईँको पुरा होस् सपना। हजुर, धन्यवाद दाइ।
म चाहिँ चाहन्छु कि आफ्नै देशमा बसेर मलाई धेरै ठुलो धन सम्पत्ति कमाउनु पनि छैन दाइ। एउटा बाबाआमाले जति पनि दुःख गरेर यहाँसम्म पुर्याउनु भएको छ, आफ्नो पसिना बगाएर यहाँसम्म पुर्याउनु भएको छ, उहाँको इच्छा चाहिँ हुँदैन कि यति छोराछोरीलाई यतिसम्म पढाएर चाहिँ विदेश सिर्नुपर्छ। यो सपना चाहिँ कुनै पनि बाबाआमाको हुँदैन। त्यही भएर बाबाआमाको सपना पुरा गर्नकै लागि भए पनि नेपालमै बस्ने सोचेको छु अहिलेलाई। हजुर। र अब हामी कार्यक्रमको अन्त्यमा छौँ है। हजुर। अब नयाँ स्रष्टाहरू जो अथवा गजलकार हुनुहुन्छ होइन, नयाँ भर्खर निस्किनु भएको कोही आफ्नो गर्दै हुनुहुन्छ, उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? अब उहाँहरूलाई चाहिँ के भन्छु भने यस्तो हुँदै साहित्यमै केही गर्छु भनेर आउनुहुन्छ भने त्यो बेग्लै कुरा हो होइन। तर सबै कुरा साहित्य पनि होइन, सबै कुरा सङ्गीत पनि होइन। आफ्नो जीवन धान्नलाई एउटा बेग्लै पाटो पनि हुनुपर्छ। के अरे अहिलेको समयमा जुन अहिलेको अवस्था छ होइन, जुन यो मिडियाहरूको अवस्था, देशको अवस्था, जुन अहिले जुन फड्को मारिराखेको छ, जुन अहिले भाइरल भन्ने जुन शब्द छ, हजुर, ट्रेन्ड चलिरहेछ, त्यो सधैँभरि रहिरहन्छ भन्न म सक्दैन दाइ। कतिपय कुराहरू परिवर्तन हुँदै जान्छ। त्यही भएर म अनुज साहित्यिक स्रष्टालाई चाहिँ के भन्छु भने साहित्य सिर्जना गर्नुहोस्। तपाईँको मनमा जे लागेको छ, जे उब्जिएको छ, जुन प्रकारको भावना उब्जिएको छ, त्यो साहित्य सिर्जना गर्नुहोस्। साहित्यलाई सम्मान गर्नुहोस्, माया गर्नुहोस्, प्रेम गर्नुहोस्। जति सके पनि साहित्यलाई जगेर्ना गर्ने कोसिस गर्नुहोस्। साहित्यभित्र धेरै कुराहरू समेटिएको छ के दाइ। समाजको अवस्थादेखि लिएर धर्म संस्कृतिदेखि लिएर सबै कुराहरू समेटिएको छ। त्यही भएर हाम्रो संस्कृति जोगाउनको लागि भए पनि होइन, साहित्यलाई अलिकति भए पनि माया गरिदिनुहोस्, केही न केही सिर्जना गरिदिनुहोस्। यही नै भन्छु दाइ। अन्त्यमा तपाईँको एउटा गजल हामी हामीले सुरुमा पनि श्रवण गऱ्यौँ, सुन्यौँ होइन। अब हामी अन्त्यमा पनि हजुरको एउटा गजल अथवा मुक्तक सुनेर हामी कार्यक्रमबाट बिदा लिनेछौँ। हस्, म मुक्तक सुनाउँछु एउटा। थोरै हाँसो थोरै खुसी पार्न कसो नसकुला, त्यो अन्धकार दैलो उघार्न कसो नसकुला। थोरै हाँसो थोरै खुसी पार्न कसो नसकुला, त्यो अन्धकार दैलो उघार्न कसो नसकुला। कसले भन्यो छोरीले काजक्रिया गर्नुहुन्न भने, कसले भन्यो छोरीले काजक्रिया गर्नुहुन्न भने, कसले भन्यो छोरीले काजक्रिया गर्नुहुन्न भने। थोरै हाँसो थोरै खुसी पार्न कसो नसकुला, त्यो अन्धकार दैलो उघार्न कसो नसकुला। कसले भन्यो छोरीले काजक्रिया गर्नुहुन्न भने, सन्तान हुँ म पनि 13 दिन बार्न कसो नसकुला। त्यो अन्धकार दैलो उघार्न कसो नसकुला। थोरै हाँसो थोरै खुसी पार्न कसो नसकुला। हजुर, यो चाहिँ मुक्तक। हामीलाई मुक्तक पनि हजुरले श्रवण गराउनु भयो र हजुरलाई धेरै धेरै धन्यवाद छ हामीलाई समय दिने भएकोमा र संवादको लागि समय दिनु भएकोमा धेरै धेरै धन्यवाद। हस्, धन्यवाद।